वेलकम टू माई ब्लग गाइज। आज हामी टिकापुरदेखि राजकाँडा गइरहेका छौँ। यो चाहिँ हाम्रो चिसापानीसम्म जाने रोड रहेको छ भने अब चाहिँ हामी चिसापानी पुगिसकेका छौँ। त्यस्तै गरेर साइडमा हिँडेर एउटा ढुङ्गामा चित्र कोरिएको थियो चिसापानी धुलीकोट होमस्टे भनेर। त्यहाँ पुग्नको लागि चाहिँ 6 किलोमिटर लाग्ने रहेछ भनेपछि यतातिर उहाँहरूले आफ्नो नम्बर पनि छोड्नु भएको थियो। अब हामी चाहिँ 0 पोइन्टदेखि सुरु गर्दैछौँ आफ्नो पैदल यात्रा। यता भर्खरै फ्रेस हामीहरू 1-2वटा ब्लग बनाउँदै गरौँ भिडियो भनेर यस्तो बनाउँदै गरेछौँ भने चाहिँ यहाँनिर भुकलाई पनि देखेँ मैले। यो चाहिँ एकदम हामी थकान भएर बसेको। कोही आउँदै हुनुहुन्छ भने छाता पनि बोकेर आउनु होला, एकदमै गर्मी हुन्छ दिउँसोतिर चाहिँ। उहाँ चाहिँ हाम्रो साथीहरू हिँड्दै हुनुहुन्छ, अगाडि नै हामीलाई छोडेर गइसक्नु भयो। अनि यहाँ माथि चाहिँ अहिले केबल कार बनिरहेको छ, त्यसको लागि चाहिँ खच्चरहरू चाहिँ सामानहरू बोकिरहेको थिए भने हामी चाहिँ एकछिन बसेर चेयर्स गर्दै स्प्राइट खाएर भ्युजको मजा लिइरहेका छौँ। थोरै हिँडेर यहाँ चाहिँ मिड पोइन्ट भन्ने एउटा चौतारा छ, त्यहाँ पुगेर एकछिन हामी फेरि आराम गरेर हिँडिरहेका छौँ अगाडि। त्यसपछि हामीहरू लगभग 4 घन्टा हिँडिसकेपछि यो चाहिँ बल्ल अब माथि पुग्ने बेला भएको छ हामीहरूको। हामी अब आउन थोरै नै बाँकी छ। अब हाम्रो जहाँ हेर्न जाने भनेर हामी जो भ्यू पोइन्ट हेर्न जाने भनेर गएका थियौँ, यत्रो 4 घन्टा हिँडेर हामी आफ्नो गन्तव्यमा अझै लागिपरेका छौँ। फाइनल्ली गाइज हामी पुगिसकेका छौँ। 5 घन्टा हिँडेर र मेरो बहिनीको अनुहारमा खुसी हेर्न सक्नुहुन्छ। यतातिर हामी यो धुलीकोट होमस्टेमा बसेका थियौँ भने यहाँको दृश्य चाहिँ यस्तो रहेको छ। यहाँ चाहिँ बसेर खानपिन गर्ने भनेर राखेको छ चेयरहरू भने यो चाहिँ किचन भयो। यता चाहिँ भाँडा धोएर राखेको छ, यो पनि डाइनिङ टेबल नै भनौँ। यो चाहिँ हाम्रो रुम रहेको छ गाइज। एकछिन आराम गरेर भोक लाग्यो भनेर फेरि अनि करेन्ट चाउचाउ चाहिँ तातो पानी हालेर खाँदैछौँ। र आजको लागि यति नै। अनि अब बाँकी भिडियो नेक्स्ट पार्ट भोलि आउँछ। बाई गाइज, थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई च्यानल।